घरमा कोदोको मोमो आज खाने भनेर प्लान गऱ्यौँ। त्यसपछि मैले अनि सुरुमा प्याज लिएँ, प्याजलाई काट्दैछु सानो सानो मसिनो गरेर। यो प्याज चप्परमा मैले प्याज काटेँ, धनियाँ राखेँ, अनि त्यसपछि खुर्सानी पनि राखेँ, तर पिरो नहालेको बच्चाहरूलाई निकालिदिएर बल्ल हाल्ने हो। अनि त्यसपछि चिकन किमा रेडी गरेँ मैले, चिकन किमा पनि त्यसमा हालेँ। चिकन किमा हामीले लगभग 3 पाउ युज गरेको थियो। नुन राखेपछि त्यसपछि हल्का काँचो तोरीको तेल पनि राख्दा स्वाद आउँछ। अनि लसुन अदुवाको पेस्ट राख्नुपर्छ। अनि मोमो मसला त मेन भइहाल्यो। अनि त्यसपछि मोमो मसलाको मजाले स्वाद आउने गरी हाल्नु पर्दछ। अनि एकदमै सफा हातले म्यास गरेर मिच्नु पर्दछ। अनि थोरै अजिनामोटो पनि हालिदिए स्वादको लागि बच्चाहरूलाई निकालिदिएर। कहिलेकाहीँ खाँदा त केही फरक पर्दैन नि त अजिनामोटो। अनि यसको लागि मैले आज कोदोको मोमो रेडी गर्दै थिएँ। आधा आटा आधा कोदोको पिठो लिएर यसलाई माडेर राखिदिएँ। अनि त्यसपछि एकछिनपछि सानो सानो डो बनाएर बेल्न सुरु गरेँ हल्का। अनि त्यसपछि मेरो हस्बेन्डले मोमो बनाउने, मैले बेल्ने। अनि मेरो सासू ममले सुप बनाउने, यताउता गर्ने डिपार्टमेन्ट छुट्टै हाम्रो थियो। त्यसपछि मोमो इन्जोय गरियो। मोमो पनि अब ठिकै बनेको थियो, कोदोको मोमो अब फर्स्ट टाइम ट्राई गरेको, यत्तिको बनेको ठिकै हो। मेरो हस्बेन्डले फेरि खासै मैदा खानुहुन्न। अनि त्यसपछि कोदोको खान्छु म, तिमीहरूले मैदा खाऊ भनेर अनि हस्बेन्डको लागि मात्रै बनाइदिएका थियौँ हामीले। त्यसपछि बनाउँदै एक भाँडो चाहिँ कोदोको मोमो बनाइयो। अनि त्यसपछि खाइयो। अनि उहाँले चाख्न दिएको मैले, अनि होइन राम्रो भएछ, मिठो भएछ, यस्तै हेल्दी हुन्छ भन्नुहुन्छ। अनि त्यसपछि यता नानी बाबुहरूले नि मैले नि मोमो बनाउँछु भन्दै गरेका थिए। अनि बाबुले पनि मैले नि बेल्छु भनेर बेल्न चक्ला लिएको थियो। अनि त्यसपछि तिमीलाई पनि इन्जोय होस् भनेर अनि हामीले त्यही अनुसारले गराएका थियौँ। यता भाँडोमा पानी बसाले, मोमो रेडी भएपछि एक भाँडो मोमो बसालिदिएँ, रेडी भएको थियो। अनि यता टमाटर लिएँ मैले, टमाटरलाई 2 टुक्रा गराएर काटेँ। यो मोमोको चटनी फेरि एकदमै तेल हालेर सब्जी पकाए जस्तै पकाउनु पर्ने रहेछ कि यो चटनी, बल्ल स्वाद मिठो हुने रहेछ। यसमा प्याज, खुर्सानी, अनि त्यसपछि अदुवा, लसुन, धनियाँ, टिमुर, तिल मेन हो है। यसमा सब एड गरेर पकाउनुपर्छ। यो पकाएको चटनी एकदमै मिठो लाग्छ। सो द्याट हामीले चटनी पकाएर नै युज गऱ्यौँ यसको लागि। आजको मोमोको एकदमै मिठो स्वाद लिएर हामीले खाएका थियौँ। बाई बाई, थ्याङ्क यू।